कस्तो धेरैमा हेलो एभ्रिवान, आज चाहिँ हामी गाउँमा हिजो आएको हौँ। गाउँमा चाहिँ स्पेसली तिहार मनाउनको लागि मेरो हस्बेन्डले चाहिँ 13 वर्षपछि टिका लगाउँदै हुनुहुन्छ र मेरो छोराको पनि फर्स्ट तिहार रहेको हुनाले उनीहरू दुईजनालाई नै सँगै टिका लगाउने एउटा काइन्ड अफ अवसर मिलेको हुनाले चाहिँ मेरो टिका नभए पनि मैले चाहिँ के हुन्छ भने सम्झना हुँदो रहेछ कि यो बेलामा यस्तो गरेको थियो नि हामीले यो बेलामा भनेर चाहिँ एउटा मेमोरेबल पार्ट चाहिँ हुँदो रहेछ। त्यही माथि हस्बेन्डभन्दा पनि बाबा र छोराको चाहिँ एउटा ह्याप्पी मोमेन्ट्सहरूलाई चाहिँ मलाई क्याप्चर गर्नु चाहिँ एकदमै मन लाग्छ। त्यही भएर स्पेसली मेरो भिडियोजहरू चाहिँ प्रियन्सको बाबा आउने बेलामा मात्रै मैले बनाएको हुन्छु, किनभने बाबु चाहिँ उसले लिइरहेको हुन्छ नि त, उहाँले लिनुहुन्छ। सो मैले यो भिडियो यो चाहिँ अलिअलि छोटो छोटो क्लिप्सहरू चाहिँ टक्क लाएर यो पछाडिको चाहिँ बेलौती एकदमै मिठो हुन्छ है। दुईवटा बेलौती चाहिँ एकदमै मिठो हुन्छ, आई लभ इट है। यो बेलौती चाहिँ मलाई एकदमै अम्बा पनि भनिन्छ है, अनि एकदमै मिठो छ र मलाई चाहिँ एकदमै मनपर्छ। यो टक्क हाम्रो चाहिँ कोदोबारी र सागबारी पनि रहेको छ भने यो चाहिँ हाम्रो घर। यहाँ पछाडि चाहिँ बेलौतीको बोट छ है। यस्तो मिठो बेलौती पाइन्छ नि त्यहाँ। मलाई त हिजो मैले त खाएँ होला हौ हिजो। यस्तो रातो रातो भित्र है, कस्तो मिठो हो नि। हो यहाँ चाहिँ दुईवटा बेलौती छ, बेलौतीको बोट छ होइन, यो र अनि यो हुलो गाइस। आमा कस्तो मिठो हुन्छ नि बेलौती, मलाई चाहिँ एकदमै मन पर्यो ल है। बेलौती चाहिँ एकदम मिठो छ बेलौती। आमा कति धेरै फलेको छ, कति मिठो छ बेलौती। यो दुईवटा रुखको चाहिँ ओहो कति दामी छ। मलाई चाहिँ यो रुखको मनपर्छ है। यो रुखको चाहिँ रातो रातो हुन्छ, यो रुखको चाहिँ सेतो सेतो हुन्छ। यो रुखको दुइटै मिठो, बट योभन्दा चाहिँ यो रुखको मिठो लाग्छ मलाई चाहिँ। त्यही भएर यो बोटमा चाहिँ लगभग नरहेछ खास चाहिँ। सो यो दुईवटा बोट छ। अनि गएर टक्क हाम्रो बारी छ। फुपूले के रोप्नु भएछ भने आई थिङ्क लसुनको पात, लसुन ठुलो भएछ बोट पनि। देन अलिअलि सागहरू छ। ओ मलाई चाहिँ यो बेलौती नै मन परेर आयो कि गाइस। आमा कति मिठो छ भन्ने कुरा त आई कान्ट एक्सप्लेन एनी मोर कि। हो यो चाहिँ कोदोको बोट जस्तो लाग्छ है मलाई, लाग्दैन। आइम भेरी स्योर यो कोदोको नै हो। आहा हेर्नु त, ओ माई गड। तर यो पाक्ने बेला भएको छ कि छैन आई डोन्ट नो, बट ठुल्ठुलो भएको रहेछ बोटहरू चाहिँ, अग्लो अग्लो भएको रहेछ होइन। सो यो चाहिँ हाम्रो धनसार। अस्ति आउँदा चाहिँ हामी यहाँ सुतेको थियौँ, आज चाहिँ हामी उतापट्टिकै कोठामा सुत्यौँ। ओहो नानीलाई, दाइलाई, दिदीलाई अनि एरिकहरूलाई चाहिँ सम्झिरहेछौँ यो भिडियोद्वारा। चाहिँ धेरै शून्य हुँदो रहेछ सबै फ्यामिलीसँगै भएन भने चाहिँ। यो चाहिँ पछाडिको जङ्गललाई आमा हिउज छ हौ जङ्गल। सयपत्रीको फुलहरू पनि रहेछ, तर अलि गोलो कस्तो मजाको नफुलेको कि। यहाँ छेउतिर भएर हो कि ओसिलो भएर हो एकदम। यो चाहिँ हाम्रो घर रहेको छ। वाउ साग पनि रहेछ होइन। इट्स अमेजिङ टु सी लाइक दिस ग्रिनरी लाइक हियर। ओ माई गड
म यत्रो भिडियोमा यहाँ आएर बोलेको होइन उहाँ दुइटा चाहिँ टक्क लाएर मलाई पर्खेर बसिरहेको रहेछ स्ट्यान्ड बाई माई लभिज हेलो प्रियांश होइन प्रियांश नबोलेको यो हिबिस्कस भन्छ नि यसलाई होइन वाउ हाउ ब्युटिफुल घाम चाहिँ डह्रो लाग्छ है टक्क लाएर यो चाहिँ दाउरा हाम्रो फुपू ए ल ल ल ल आऊ 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 चाहिँ लक्ष्मी पूजा भएको हुनाले चाहिँ हिजो दियो लिएर आएको थियो दियोलाई चाहिँ टक्क त्यसरी राखेर एकछिन भिजाएर सुकाउँछौँ अनि भरे बेलुका बाल्नको लागि तयारीको लागि हेर्न सक्नुहुन्छ दियो चाहिँ लट्सप लिएर आएछौँ है भरे चाहिँ टक्क दारा लगाएर तिहारको लक्ष्मी पूजाको तयारी गर्नेछौँ अलमोस्ट 2 दर्जन छ है त फुटेको त नराम्रो हुनाले आएको छ भने है फुटेको त अब अशुभ हुन्छ हाम्रो घरमा लक्ष्मी भगवान आएर हो फुटेको माला राख्नु हुँदैन भन्छ हाम्रो घरमा आज लक्ष्मी भगवान आएर हैन कसै पैसा हुनु हो मजा आउँदा यसरी खेलिरहेको नि त अनि त्यसै खेल्दा बेला हुन्छ नि जान्दै नखेलिदिनु भएको मेरो मोडलले सबै सजाइ भ्याएछ
तर किया खाए फिर मैं बानी घर आए हम तो नची तीनी नहीं नहीं तरसिरने मोनोलाई तरसी नोनो तेरे उई भोली परसिया सुमा तिम क्या हो न सुने को लड़बड़ी ने बोली लाई लड़बड़ी न देऊ है तो सुफेरी तिम्रो Mala Banana Light Gold Tipna Jadai. हाम्रो ठुलो मामाको घर यहाँ त आँगन ठुलो रहेछ है। यो काली मामाको घर के चाहिँ गर्न हो रातो बाँदरको हो आमामा ओहो कति मिठो हावा आएको त तल घरमा नि रक्सी पारेको रहेछ है। ओहो अबे के बनायो हाम्रो मामा ल्याएको न्यू दुईटा बाख्रा एडिसनल ब्ल्याक ब्ल्याक हाम्रो पनि यहाँ रक्सी पारेको छ है गाइस। हाम्रो पनि पत्ती हाल्ने तयारी
खाऊ भन्दा त खान्न ल हाम्रो तिहार चाहिँ झिलिमिली बत्ती गरेर रङ चाहिँ धेरै नभएको हुनाले यतिको रङ्गोली बनाएर कस्तो छ रङ्गोली बनाएर लक्ष्मी भगवानलाई स्वागत गरेर यसरी दियोहरू बनाएर मामा हुनुहुन्छ उहाँ चाहिँ यसरी टक्क लक्ष्मी भगवान जाने बाटो बनाउँदै पाइला बनाउँदै टक्क गर्दै 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 म हो भिडियो गरेको छु कि यता आउनु पछि फेरि यहाँ पाइला गर्दै 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 हाम्रो फुपू चाहिँ अब घरको आमा हुनुहुन्छ त्यही भएर लक्ष्मी माताको चाहिँ पूजा गरेर एकदम माला लगाउँदै हुनुहुन्छ माला चाहिँ अघि हामीले उनेको थियौँ ओ माई गॉड हाउ ब्युटिफुल लक्ष्मी माता टक्क रोटी पोल्न लाग्नु भयो सम्झना हुन्छ नि त अब अर्को वर्ष त फेरि आउनु पाउने हो कि होइन नि अब उता टिका भयो भने त के आउने बाबु उता पर्छ अनि उता यसलाई लिनु त लिनु न के हो त्यस्तो बाबुलाई त भात भिजाउने अन्त बिर्सेछ है त नि ल लक्ष्मी पूजा पनि गरियो र भेरी रमाइलो भयो होइन एकदमै रमाइलो भयो आफ्टर भेरी लङ टाइम आई डिड दिस होइन एउटा रङ्गोली पनि मलाई चाहिँ एकदम रमाइलो पनि भएर जस लक्ष्मी मातालाई चाहिँ टक्क घरमा यसरी ल्याउन पाउँदा चाहिँ मलाई पनि एकदम खुसी लाग्यो यो चाहिँ मेरो गाउँको घर मैले चाहिँ अस्ति धनतेरसको पूजा चाहिँ बेसरमै गरेर आएँ भने लक्ष्मी पूजा चाहिँ मैले आज गाउँमा गरेँ जुन चाहिँ यस्तो रहेको छ किनभने गाउँ आउनु पर्यो छिटै नै र धेरै धेरै रमाइलो भयो र टिकाहरू चाहिँ यसरी लाएँ ल मेरो पछाडि देख्न सक्नुहुन्छ है फानेकै फाने कुनातिर छ क्या फाने यसरी चाहिँ रमाइलो भयो हाई बाई ल है ल लक्ष्मी पूजा